सो हाई गाइज, आई एम कञ्चन। मेरो चाहिँ साउथ कोरियाको येसु छल्ननाम्डोबाट चाहिँ सेजुतोसम्मको मेरो घुमफिरको लागि 3 दिनको यात्रा सुरु भइसकेको छ र म चाहिँ अहिले सेजुतो जानको लागि चाहिँ सिप चढ्नको लागि टिकट लिने ठाउँमा पुगिसकेको छु। टिकट पनि लिइसकेँ र त्यस पछाडि हामी चाहिँ सिपमा चढ्नको लागि भनेर चाहिँ म र मेरो कम्पनीको साथीहरू चाहिँ हामी घुम्नको लागि जाँदैछौँ सेजुतो र सिप चढ्दैछौँ। अहिले चाहिँ हामी सिप चढिरहेको छौँ अनि हामी चाहिँ सिप चढिसके पछाडि भनेको चाहिँ अहिले चाहिँ हामी सिप चढ्यौँ अनि सिप चढेर चाहिँ बाहिरको भ्यू यस्तो थियो अनि भित्र हामी चाहिँ थर्ड फ्लोरमा चाहिँ हाम्रो रुम बुक भएको थियो अनि रुम चाहिँ हाम्रो चाहिँ यस्तो खालको रहेको छ। यो चाहिँ हामी चाहिँ रुमभित्र एन्ट्री भयौँ अनि आज चाहिँ हामी हाम्रो सपुङ परिवार हाम्रो कम्पनीको फ्यामिली मेम्बर्स चाहिँ हामी यहाँ बस्यौँ अनि यहाँ बसेर चाहिँ अनि बाहिरको भ्यू हेर्नको लागि म चाहिँ बाहिर निक्लेँ अनि बाहिरको भ्यू चाहिँ यस्तो खालको रहेको थियो। घाम पनि नलागेको पानी पनि नपरेको निकै नै न्यानो सो राम्रो फिल हुने खालको दिन आजको दिन रहेकोले गर्दाखेरि चाहिँ मलाई एकदम राम्रो लागेको छ। अनि यसरी फर्स्ट टाइम चाहिँ म चाहिँ सिपमा चढेर चाहिँ लामो यात्रा चाहिँ फर्स्ट टाइम गर्दैछु। अनि त पहिले पनि चढेको सिप चाहिँ तर पनि यति ठुलो सिप अनि यति 3 घन्टा 3.5 घन्टासम्म सिपमा चढेर यात्रा चाहिँ गरेको थिइनँ। अनि यो समुद्रमाथि मस्त म चाहिँ कञ्चन पानीलाई हेर्दै अनि म कञ्चन चाहिँ रमाउँदैछु। अनि हामी चाहिँ फेरि केही खानको लागि भनेर चाहिँ रुमभित्र चल्यो अनि मलाई चाहिँ मकै धेरै मन परेर मकै खाँदैछु। अनि इमोले चाहिँ मलाई जहिले भेटेपछि चाहिँ मलाई मेरो चलाउने भनेको कपाल चाहिँ एकदमै धेरै हो अनि कपाल चाहिँ उहाँलाई कति मनपर्छ अरे मेरो अनि मलाई माया गर्नुहुन्छ धेरै नै। उहाँले चाहिँ एकदम आफ्नो बच्चालाई जस्तो केयर गर्नुहुन्छ अनि म पनि उहाँलाई चाहिँ मेरो आमा जस्तै केयर गर्छु, उहाँलाई पनि म माया गर्छु। अनि हामी चाहिँ त्यस पछाडि चाहिँ हामी होटलमा पनि अनि हाम्रो खाना चाहिँ रहेको थियो अनि त्यसपछि हामी फेरि गार्डनमा गयौँ। एउटा गार्डनमा चाहिँ हामी छिरिसक्यौँ अनि यहाँ चाहिँ पानी परेको भएर छाता ओढेर घुम्न त कसले हामीलाई भेट्थ्यो र छाता ओढेर भए पनि हामी घुम्न हिँडेको मान्छे घुम्न निक्ल्यौँ। अनि गार्डनमा चाहिँ फुलहरू धेरै खालको रहेछ, विभिन्न खालको फुलहरू अनि यहाँको हरियाली वातावरण अनि हल्का परेको पानी अलिअलि गर्मी मौसम पनि भएकोले गर्दा चाहिँ मजा भयो। अनि यहाँ चाहिँ खुट्टा धुने ठाउँ रहेछ, यसरी धुने त्यहाँनिर ट्रेनिङ सिकाएर चाहिँ त्यो गऱ्यौँ। अनि त्यसपछि फेरि हामी फुल हेर्नतिर बाहिर निक्ल्यौँ। अनि यहाँ चाहिँ हामी कोही फोटो खिच्ने कोही भिडियो बनाउने कोही चाहिँ भिडियो बनाउँदै फोनमा रमाउँदै भिडियो गर्दै अनि हामी चाहिँ यहाँनिर रमाउँदैछौँ। म चाहिँ विभिन्न खालको फुल देखेर चाहिँ आश्चर्यचकित हुँदै वाउ गर्दै अनि त्यो फुलको भिडियो लिइरहेको छु अनि कस्तो राम्रो लागेको। यहाँको चाहिँ मलाई फुलहरू कति डिफ्रेन्ट कलरको धेरै जातको फुलहरू रहेछ। अनि त्यसपछि फेरि हामी होटलमा पुग्यौँ अनि यहाँ चाहिँ हामी फेरि यस्तो खालको खानेकुरा खान थाल्यौँ। जो कोरिया हुनुहुन्छ उहाँलाई त थाहा छ यस्तो खानाहरू खायौँ। अनि यो खाना खाइसके पछाडि चाहिँ हामी अनि यहाँनिर साथीहरू सबैजनाले मिलेर यो कसरी खाने भन्ने पनि कतिलाई थाहा थिएन अनि फर्स्ट टाइम भएर अनि त्यसपछि हामी समुद्रमा केही गेम खेलेर चाहिँ अनि फेरि साँझ पऱ्यो अनि हामी चाहिँ बेलुकाको टाइम भयो अनि हामी होटलतिर गयौँ बस गरेर अनि होटलमा चाहिँ रुममेट चाहिँ सुत्नुको लागि उहाँ र म परेको अनि हाम्रो रुम अनि हामी चाहिँ केही कफी सफी खाऊँ अनि सुतौँ भनेर चाहिँ बाहिर खाना खाएर आएको थियौँ अनि यहाँ चाहिँ सुत्ने मात्रै अनि उहाँ र मेरो चाहिँ रुम अनि त्यसपछि बिहान उज्यालो भयो अर्को दिन अनि त्यसपछि हामी बसेको यो होटल थियो अनि यहाँबाट फेरि हाम्रो अर्को ठाउँको यात्रा सुरु भयो गाइस। अनि हामी गयौँ अर्को ठाउँ बिहानको टाइम चाहिँ यस्तो खालको थियो। यहाँको मौसम चाहिँ एकदमै पानी पर्ला जस्तो भइरहेको थियो तर पनि अब हाम्रो आफ्नै गाडी थियो बस लिएर गएको थियौँ घुम्नको लागि अनि हामी चाहिँ बस चढेर फेरि अर्को ठाउँ जाँदैछौँ गाइस। ऊ चाहिँ मेरो साथी अनि बाहिर हामी घुम्न जाँदाखेरिको बाहिरको नेचर चाहिँ यस्तो थियो। अनि साथीमा चाहिँ हाम्रो साउ हो अनि उहाँले चाहिँ गीत गाउन थाल्नुभयो अनि हामी चाहिँ खुसी साथ रमाउँदै गाडीमा मस्तसँग उहाँको गीत सुन्दै रमाउँदै बस्यौँ। अनि उहाँको गीत पनि एकदमै कस्तो राम्रो गाउनुहुन्छ उहाँले अनि उहाँको गीतसँग रमाउँदै अनि फेरि अर्को नेचरल यहाँ चाहिँ कस्तो खालको रहेछ भने अर्को पार्कमा गयौँ। यहाँ चाहिँ रुखहरू कति अग्लो अनि यो रुखहरू चाहिँ एकदम जडीबुटी अरे अनि
त्यहाँनिर लानुभएको थियो हामीलाई साजनले साहुले। अनि हामी घुम्न रमाउन मस्त भयौँ। अनि मलाई मनपर्ने चाहिँ यहाँको चाहिँ रुखहरू कति अग्लो अग्लो है, कति फेरि यहाँ चाहिँ कोरियामा चाहिँ रुख बिरुवालाई चाहिँ एकदमै धेरै केयर गर्ने होइन। अनि मान्छेलाई जस्तै क्या भिटामिनहरू दिने, कस्तो मान्छेलाई मान्छेको ज्यानलाई केयर गरे जत्तिकै केयर गर्ने रहेछ क्या यहाँ चाहिँ बोट बिरुवाहरू पनि। अनि कस्तो राम्रो लाग्यो। अनि यहाँ चाहिँ म चाहिँ मस्त रमाउँदैछु। अनि एउटा भिडियो क्लिप लिनको लागि चाहिँ मैले मेरो भाइलाई लगाइहालेँ। अनि हामीले चस्मा ढल्काएर चाहिँ मस्त पोज दिएर चाहिँ भिडियो फोटो गर्न थालेँ। अनि मेरो पछाडि चाहिँ मेरो ग्याङहरू हुनुहुन्छ, मेरोसँगै काम गर्ने इमोहरू, अनि इष्टमित्र साथीभाइ, विभिन्न देशको साथीहरू। अनि यहाँ चाहिँ त्यही हो अग्लो अग्लो बोट बिरुवाहरू रहेछ, रुखहरू रहेछ। अनि पानी परेको भएर चाहिँ हल्का बाटो चिप्लो चिप्लो थियो, तर पनि हामीले हाम्रो यात्रा भने रोकिएन। अनि चाहिँ म चाहिँ यहाँनिर यसरी भिडियो लिँदैछु गाइस। अनि एकदम ह्याप्पी भएर चाहिँ हामी घुमिरहेछौँ। अनि यसरी बाहिर हामी फेरि अर्को ठाउँ जाँदैछौँ। अनि जाँदै गर्दा बाहिरको ठाउँ चाहिँ यस्तो खालको रहेछ, कस्तो राम्रो लागेको चेच्दो। अनि यहाँ चाहिँ हामी बसमा चढेर चाहिँ फेरि अर्को ठाउँ गइरहेको छौँ गाइस। अनि यहाँ चाहिँ घोडाहरू चाहिँ मस्त चढिरहेको, कस्तो मजाले नेपालकै ठाउँहरू जस्तो लाग्ने घोडाहरू रहेछ कति धेरै। अनि त्यसपछि भनेको हामी चाहिँ पुरानो घरहरू रहेछ, नेपालकै त्यो खरले छाएको हुन्छ नि, लाइक खर चाहिँ होइन तर त्यस्तो लाग्ने सानो सानो घरहरू, पुरानो घरहरू रहेछ। त्यो ठाउँतिर चाहिँ हामी घुम्नको लागि पुगिसक्यौँ। अनि त्यहाँको चाहिँ ठाउँ यस्तो रहेको थियो, खरले छाएको होइन तर पनि त्यस्तो खर जस्तै खर चाहिँ होइन तर खै त्यस्तो के हो छाएको रहेछ है। अनि आजको दिन चाहिँ रमाइलो भइरहेको छ। पुरानो चिजहरू देखाउने, पुरानो हुन्छ नि गाउँघर पुरानो कति समय अगाडिको घरहरू हो। अनि चाहिँ हेर्नको लागि भनेर हामीलाई लानुभएको थियो। अनि त्यस पछाडिको यात्रा भनेको चाहिँ हाम्रो फेरि रहेको छ अर्को ठाउँतिर। अनि त्यही कटेर हामी चाहिँ अर्को ठाउँतिर जाँदैछौँ। अनि अर्को ठाउँ चाहिँ हामी समुद्र क्षेत्रको मेन समुद्रमा चाहिँ पुगिसक्यौँ। अनि यहाँको चाहिँ ढुङ्गाहरू कालो हुने क्या, कालो रहेछ। अनि यहाँको ठाउँ चाहिँ अझै माथि जानको लागि भनेर चाहिँ हामी अझै माथिबाट चाहिँ तल समुद्र देख्दो रहेछ। अनि त्यतातिर चाहिँ लाग्यौँ हामी, उकालो बाटो हल्का खालको रहेछ। अनि त्यतातिर चाहिँ हामी जाँदैछौँ गाइस। अनि तर अलिकति घाम भएको भएर चाहिँ अलिक गर्मी जस्तो फिल भयो। तर पनि नयाँ ठाउँ भएको भएर चाहिँ एकदमै रमाइलो भयो। अलिअलि हिँड्नु पऱ्यो पनि रमाइलो चाहिँ अति नै धेरै भयो गाइस। अनि हामी यहाँ चाहिँ अझै माथि जाँदैछौँ। अझै माथिबाट चाहिँ यस्तो खालको रहेछ माथि चाहिँ ठाउँ। अनि त्यहाँबाट चाहिँ हामी तलतिर यता वरपर हेर्दा यस्तो। अनि हामी फेरि अर्को ठाउँमा पुगिसक्यौँ गाइस। यहाँ चाहिँ हामी यो रेल नै होला के भन्छ, रेल चढिसकेको छौँ। अनि यो चाहिँ हामी अर्को गार्डन हो। यो गार्डन चाहिँ त्यही गार्डन वरिपरि भिजिट गराउनको लागि चाहिँ यस्तो खालको ट्रेन रहेछ गाइस। अनि त्यो चाहिँ चढेर हामी चाहिँ मस्तसँग घुमिरहेको छौँ। यहाँ चाहिँ यो कस्तो खुल्ला खालको, अनि वरपरको इन्भाइरोमेन्ट चाहिँ यस्तो राम्रो यहाँको नेचर है, हरियाली। अनि फुलहरू पनि कस्तो धेरै खालको विभिन्न टाइपको फुलहरू रहेछ। बाहिरको चिसो हावा लिँदै मस्त वरिपरिको हरियाली नेचरसँग रमाउँदै हामी चाहिँ रेलमा चढेर घुमिरहेको छौँ। अनि यो चाहिँ मलाई चाहिँ म चाहिँ कहिले यस्तोमा चाहिँ चढेको थिएन। अन्त त्यही मात्रै होला, अन्त छ कि छैन थाहा भएन। तर छिटोमा चाहिँ यस्तो खालको ट्रेन रहेछ हामी चढ्यौँ गाइस। अनि यहाँको मैले ट्रेनभन्दा पनि त्यहाँको नेचरलाई धेरै फोकस गरेर देखाउन चाहेँ। यहाँको नेचर चाहिँ एकदमै राम्रो लागेको मलाई।
हरियाली अनि फुलहरू पनि कस्तो कहिले नदेखेको खालको फुलहरू विभिन्न खालको रहेछ। अनि साथीहरू म चाहिँ पछाडि पनि थिएन अगाडि पनि थिएन, बिचमा बसेको थिएँ। त्यही भएर मैले चाहिँ यता अगाडि र पछाडिको दुईतिरको भागलाई देखाउँदैछु। अगाडि चाहिँ यस्तो खालको छ यो ट्रेनको चाहिँ। अनि मेरो साथीहरू कस्तो आनन्द लाग्ने अनि शीतल हावा आइरहेछ। यहाँ चाहिँ कस्तो मजा भयो चढ्दाखेरि चाहिँ। नयाँ ठाउँ नयाँ साधन सवारी साधनहरू चढेको अनुभव छुट्टै नै मजा। अनि एउटा सपनाको देश पनि भनिन्छ साउथ कोरियालाई। हामी सपनाको देशमा सङ्घर्ष गर्नको लागि सङ्घर्षै गरेर आएर चाहिँ अनि यसरी कहिलेकाहीँ घुम्नको लागि बाहिर निक्लेर सपनाको देशमा घुम्न पाउँदा निकै नै मजा आनन्द लाग्दो रहेछ। अनि त्यहाँबाट चाहिँ हामी फेरि अझै भित्र त्यो पार्कदेखि भित्र छिर्दाखेरि चाहिँ यस्तो खालको यहाँनिर चाहिँ यस्तो खालको पोखरी रहेछ। अनि यहाँ भित्र चाहिँ विभिन्न खालको फुलहरू। अनि म चाहिँ अगाडि हिँडिरहेको छु, साथीहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ। अनि यहाँनिर चाहिँ हामी एकछिन चाहिँ वाकिङ गर्ने भनेर चाहिँ गरिरहेको छौँ। कस्तो मलाई मनपर्ने चाहिँ खास चाहिँ सिटीभन्दा पनि यस्तो नेचुरल कुराहरू नेचरसँग रमाउन मन लाग्छ। ठ्याक्कै नेचर पनि मैले सोचे जस्तै खालको कस्तो राम्रो कस्तो आनन्द कस्तो स्वर्गै पुगेको जस्तो लाग्ने। चाहिँ अरू चाहिँ मरेपछि स्वर्ग पुगिन्छ भन्छन्, तर म चाहिँ भन्छु घुमेपछि चाहिँ स्वर्ग जस्तो ठाउँमा पुग्न सकिन्छ गाइज। अनि यहाँ चाहिँ यस्तो खालको रहेछ, पर चाहिँ लाइटहरू जस्तो देखिन्छ, लाइटहरू राखेको रहेछ कस्तो टिलिलिली टल्किएको है गाइज। अनि त्यहाँ चाहिँ फुल कस्तो राम्रो गार्डन रहेछ त्यहाँभित्र। अनि फेरि हामी चाहिँ अर्को ट्रेन चढेर फेरि हामी चाहिँ अझै अगाडि यो पार्क घुमिसकेकै छैनौँ, अझै अगाडि घुम्नको लागि भनेर अघि गइरहेको छौँ गाइज। उहाँ चाहिँ इमो हो अनि पछाडि चाहिँ साथीहरू हुनुहुन्छ। अनि यहाँको चाहिँ फेरि गार्डनको बाहिरको भ्यू बाहिरको इन्भाइरोमेन्ट चाहिँ यस्तो रहेको छ गाइज। अनि यो ट्रेन चाहिँ लगभग कति मिटर जस्तो लामो हुन्छ भने नि गाइज, लगभग एक्चुअली चाहिँ मलाई थाहा भएन तर पनि लामै हुन्छ, लगभग 400-500 चाहिँ होइन गाइज, 250-300 जना मान्छेहरू चाहिँ बस्न सकिने खालको सिटको जतिको चाहिँ लम्बाइको रहेछ। अनि बाहिरको यहाँबाट चाहिँ हामी अझै अघि जाँदैछौँ। बाहिरको भ्यू चाहिँ यस्तो छ, फुलहरू गाइज। मलाई चाहिँ अन्त छोरी मान्छे सबैलाई नै मनपर्छ फुल, तर पनि मलाई चाहिँ असाध्यै मन परेको फुल हो। अनि हामी चाहिँ अर्को ठाउँ पुगिसक्यौँ। अनि यहाँ चाहिँ घोडा चढ्ने ठाउँमा हामीलाई लानुभएको थियो। अनि नेपालमा घोडा भए तापनि म चाहिँ कहिले चढेको थिइनँ, कोरिया आएरै हो गाइज। अनि फेरि हामी चाहिँ फाइनल्ली कम्प्लिट गरेर चाहिँ अब फेरि हामी होटलतिर लाग्यौँ। अनि हामी चाहिँ बस चढेर चाहिँ होटलतिर गयौँ। अनि यो चाहिँ अर्को दिनको यात्रा फेरि हाम्रो बिहानदेखि सुरु भयो। चाहिँ हामी पानी परिरहेको थियो गाइज अलिअलि, अनि चिप्लो त्यो बाटो, तर पनि हामीलाई केहीले रोक्न सकेन, न चिप्लोले रोक्यो न पानीले रोक्यो। तर पनि हामी यहाँनिर चाहिँ 40 मिनट जति हिँड्ने भनेर चाहिँ हिँड्यौँ। अनि यहाँ चाहिँ त्यही हो, इन्भाइरोमेन्ट एकदमै राम्रो नेचरल अनि गार्डन रहेछ यहाँनिर चाहिँ। अनि यहाँ चाहिँ हामी 40 मिनटको लागि भनेर बिहान हिँड्दैछौँ, सबै वाकिङ गरिरहेको छौँ गाइज। अनि साजाङलाई चाहिँ अलिक यस्तै खालको मन पर्दो रहेछ नेचर। अनि हामी चाहिँ फेरि होटलमा पुगिसक्यौँ गाइज। अनि होटलमा चाहिँ हाम्रो खाना चाहिँ यस्तो खालको रहेको थियो। यो चाहिँ हाम्रो तेस्रो दिनको खाना रहेको छ। अनि यो खाना चाहिँ हामीले यहाँनिर चाहिँ खाएर अब चाहिँ हामी छेजुदो कम्प्लिट गरेर हामी फेरि छेजुदोको यो चाहिँ मार्केटतिर छिर्यौँ। अनि यहाँ चाहिँ त्यही हो, धेरै चाहिँ फिस माछाहरूको पसल धेरै रहेछ। अनि यहाँ चाहिँ हामी घुमिरहेको छौँ। अनि यहाँ चाहिँ मलाई लाग्यो काठमाडौँकै हुन्छ नि, काठमाडौँको त्यो
भृकुटी मण्डपमा छिरेको जस्तो फिल भयो। अनि त्यसपछि हामी फेरि यहाँ अर्को ठाउँमा पुग्यौँ। यहाँ चाहिँ पुरानो सङ्ग्रहालय रहेछ छेजुदोको। त्यो चाहिँ पुरानो चिजहरूलाई कलेक्सन गरेर राखेको। अनि त्यहाँनिर चाहिँ हामी भिजिट गरिरहेको छौँ, हामी घुमिरहेको छौँ। यहाँ चाहिँ डिफ्रेन्ट कलर चेन्ज हुँदै विभिन्न चित्रहरू आउँदो रहेछ। अनि यो चाहिँ अचम्म लागेर म चाहिँ हेर्दैछु यसलाई। छिनछिनमै कलर चेन्ज हुँदै घरि के देखिने रहेछ। यहाँ चाहिँ एक्ज्याक्ट के भन्छ यसलाई थाहा भएन, तर यस्तो खालको रहेछ। त्यसपछि फेरि हामी फर्किने दिन भइसक्यो गाइस, फर्किँदैछौँ। अनि चाहिँ हामी सिप चढ्नको लागि भनेर फेरि हामी घर फर्किनको लागि सिपमा चढ्नको लागि जाँदैछौँ गाइस। अनि सिप चढ्नको लागि जाने बाटो चाहिँ यस्तो खालको रहेको थियो। हामी फाइनली सिप चढिसक्यौँ। अनि बाहिरको इन्भाइरोमेन्ट चाहिँ यो दिनको चाहिँ यस्तो रहेको थियो। हामी चाहिँ बेलुकाको टाइम भएर 3 बजीभन्दा पछाडि चढेको हो। अनि यस्तो खालको रहेको थियो। अनि 3.5 घन्टासम्म सिपमा बस्नु पर्थ्यो। अनि बस्दा बस्दै हल्का साँझ पनि पर्यो। अनि साँझ परेपछिको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ गाइस। पानीको चिसो, अनि चिसो पानीको मुनिको त्यो बहाव यस्तो कस्तो आनन्द लाग्ने हेर्दाखेरि। तर हल्का चक्कर चाहिँ लाग्दो रहेछ गाइस मुनि हेरिराख्दाखेरि। अनि म चाहिँ टोपी नै हावाले उडाउला जस्तो हावा आएको थियो। अनि खोलेर हेर्दैछु अनि म चाहिँ साँझ परिसक्यो हेर्दाखेरि गाइस। अनि साँझको टाइममा चाहिँ म चाहिँ चिसो हावा अब चाहिँ फेरि बस चढेर हामी घरतिर फर्क्यौँ। बाई गाइस, लभ यु अल।